कसैले यहाँ गुन्नुतिर आँखा लगाएछ भने किमा हुन्छ, रगत बग्छ भन्नुभयो। हेर्नुहोस् न बुद्धि। 1,47,000 वर्ग मिटर नेपाल हाकेको एमाले आज गुन्नुमा गएर बसिया छ। गुन्नुमा नि अब उहाँलाई के भन्ने? अब उहाँको त कुरा गरेर साध्य छैन। अब कुरै नगरौँ हजुर बुगाको। तर के भयो अब यहाँ कुरा भन्दाखेरि ती कुरा त सबै बिर्से। भ्रष्टाचार गरेका मान्छेलाई थुन्नुपर्ने, भ्रष्टाचार गरेका मान्छेलाई कारबाही गर्नुपर्ने कुरा यहाँ हरायो। यहाँ सुशीला मेमकोमा, प्रधानमन्त्रीकोमा अहिले सुशीला मेमले के गर्नुहुन्छ अरे भने नि त्यो उसबाट हेर्नु हुँदैन अरे, झ्यालबाट हेर्नुहुन्छ अरे, ज्यान्दी आउँदैछन् कि के आउँदैछ भनेर। 5,000 जनाको लाइन छ अरे मन्त्री हुनलाई। मन्त्री भएन दिनमा एउटा जेन्जी जन्मिँदैछ अहिले। जेन्जी नै जेन्जी। त त्यति गर्दा गर्दै अस्ति त मसँग 2टा जेन्जी ग्रुप आएर के भन्यो भने प्रचण्डले पनि अब जेन्जीसँग गठबन्धन गर्ने भनेर भन्नुभएको छ। यो जेन्जीको नामै फेर्ने भन्दै थिए केटाहरू चाहिँ। प्रचण्ड फेरि जेन्जीसँग गठबन्धन गरेर चुनाव लड्ने भन्दै हुनुहुन्थ्यो।